अर्घसाम्पाङ एउटा समय हो है। आजको 50 वर्ष पछाडि अर्घसाम्पाङ हुँदैन यो धरतीमा, मरिसकेको हुन्छ है। 84 पछाडि भन्दिनँ म होइन, भन्दिनँ म नहुन पनि है। त्यसले गर्दाखेरि म भन्न चाहन्छु यहाँहरू सम्पूर्णलाई समयको महत्त्व बुझौँ। हामी भन्छौँ समय मसँग छैन भन्छौँ, हामीसँग समय हुँदैन, समयमा हामी हुन्छौँ होइन। हामीसँग समय भए त म 1 वर्ष दिइहाल्थेँ नि मर्न आँटेको मान्छेलाई होइन, हो कि न? 10 वर्ष थपिदिन्थेँ मेरो आमालाई है। तर समय मान्छेसँग हुँदैन, वी डोन्ट ह्याभ टाइम। हामी समयमा हुन्छौँ, समयमा चाहिँ हामी हुन्छौँ। त्यसले गर्दाखेरि समयको महत्त्व नबुझ्ने मान्छे कहिले पनि सफल भइन्छ। नेपाल पछि परेको 2 बजी बैठक राख्यो, 3 बजी सुरु हुन्छ है। एक्लैले बैठक बस्न सकिँदैन, अरूलाई पर्खिराख्दा 1 घन्टा ढिलो हुन्छ। समयको महत्त्व नबुझेको कारणले गर्दाखेरि आज चाइनाले हामीलाई 100 वर्ष छोडिसक्यो